हेलो लस्सो साथीहरु, वेलकम बैक टू माई यूट्यूब च्यानल। वेलकम छ मेरो छोरालाई मेरो अर्को भिडियोमा। हामी चाहिँ आजको मौसम छ नि यस्तो भइरहेको छ, यो धुम्म भइरहेछ। हामी चाहिँ बसिरहेको अहिले। अब हामी खाना बनाउँछौ एकछिनमा। अहिले छोरासँग खेल्दैछु म। सुत्छ भनेको त सुत्दै सुतेर यो केटा त छ्या सुत नि गरेछ र। हेर हेर मुस्कान दिएको नि सानो नि गर न। नि गर्दैन रे यो नि गर्दैन रे। जाऊँ न त हामी डुल्न जाऊँ। उता डुल्न जाऊँ न त, एकचोटि हेरेर जाऊँ। डुल्न जाऊँ न त हामी है। हामी एकछिन डुलेर आउँछ है त। हामी यता माथितिर डुलेर आउँछ एकचोटि। आउँछ र माथितिर डुलेर आउने एकचोटि जान नि है छोरो। डेङ्गा गऱ्यौ नि तिमी टाउको त। रुइन हेर्नु न यस्तो टाउको। हामी यता छौँ। ए त्यहाँ रहेछ बुवा घाँस काट्दै। उता बुवाले घाँस काट्दै रहेछ खोल्चामा। हामी चाहिँ यता आएको। आमा त यता होला भन् ठानेको त। ए गरेको नमस्ते गरेको है। कस्तो डेन्जर डुमडुम भइरहेको घाँस त। कस्तो डेन्जर घाँस भइरहेको रहेछ कि। कति खुसी भएको। खुसी भएको है। यता हेर्छ न। आमै रुखमै खाइदिया छोराले। आमा है बुवाले घाँस काट्दै हुनुहुन्छ यता। हामी चाहिँ यतातिर डुल्दैछु। हाम्रो काम छैन डुल्ने है। झोला कोही त टिपेर त्यतिकै चोरेर नसोधिकन खान्छ त अनि गाली खान्छ त अनि है छोरो। जम्मा पानी जाने। अब हामी जाने घर। आज खाने आज तोक्ने हो तिमी। यहाँ तोक्ने त्यो देख्ने त्यसले अमिलोको फुल पनि कस्तो राम्रो फुल्या रहेछ के। हेर्नु न फलेको रहेछ। अस्ति कसले एउटा झारेको त उल्टो हो कि सुल्टो हो यो फुल। मैले त उल्टो उल्टो जस्तो देख्दो रहेछ यो फुल त। यो फुल त उल्टो भनेको त सुल्टो रहेछ। यी यसरी फलिरहेछ है हाम्रो आँप। छिपेको छैन होला अहिले फल्दैन। यस्तो फलिरहेछ। वाउ कुपीले लागिरहेछ। अस्ति मैले काँचै भेटाएको। कहाँ हो 2-3टा देखेको छ कि मैले। कति राम्रो भिरा लहरे आँपको है। फुल फुलेको हेर। हामी अब घरतिर जानुपर्ने हुन्छ। आजको घुम्ने कार्यक्रम यति नै। तिमी सुत्नु परेन। तिमी सुत न है। तिमी सुत न। कति राम्रो भ्यू छैन त हाम्रो घरको। हाम्रो चाहिँ नगरकोटको फेमस घर
यो राम्रो छैन त है। हाम्रो भ्यू, पारीको भ्यू कति राम्रो छ सिन। वाउ साथीहरू, हाम्रो घर हो। अब हामी भित्र पस्छौँ। यस्तोले पनि गरी खान दिन्छ त। यस्तोले पनि गरी खान दिन्छ त। बनाएर खानु चाहिँ दिँदैन यो बालबच्चाले। ट्र्याक्टर आयो, ट्र्याक्टर हिँड्छ यो रोडमा गाडी। रोड भए पनि नहुने, नभए पनि नहुने। एकछिन माथि खाली हुँदैन त। लड्छ हेर्न अहिले। हेर्न पोको बारी सक्छ। गयो राख्यो मम्मीले पापा गर्छ अरे न। मैले पर राख्यो ल। के भनेको तिनीहरूले सुन। ओ चिकुन, ओ चिकुन, ओ बिकुले, बिकु बिकु। मेरो भिडियोमा भ्युज पनि आउँदैन। मेरो जस्तो भिडियो छ त्यस्तै हाल्दिने हो, मेमोरीको लागि। भोलि पर्सि म बुढी भएपछि हेर्नुपर्छ के गर्नु त। भाइरल हुन सकिन, युट्युबमा सब्सक्राइबर बढाउन सकेको छैन। साथीहरू, सब्सक्राइब बढाउने के गर्नु पर्ला त। उता गएर टोलाएर बसिरहेको बिचारा म त्यसरी। म त सब्सक्राइबर कसरी बढ्ने। सपनीमा हो है किन, दिपनीमा हो है किन। साग र माक्सु बनाउने, साग र माक्सु बनाउने। हेर्नुहोस्, बाजुले कति चाँडो घाँस काटेर ल्याउनु भइसक्यो। मैले देखेन कि अघि नै। छोरो हेलो भन न। त्यसले चाहिँ उता पारी आउँदै गरेको टिप्फरे। छोरो थुने मलाई रुन्नुमा। यसको काम नै यति नै हो। यसको ढोका खोल्ने, ढोका छेउमा गएर मुत्ने, यसको काम। यो पनि उयो भएरहेछ। साग खाउँ है त हामी आज। साग खाइदिउँ।
लड्यो भने बर्बाद छोरा लड्छ है छोरो के गर्यो तिमी के गर्यो एक्लै खेलेको रे है खेलेको रे साग धोएर लिएर आएँ मैले यहाँनिर अब के ल्याउनु भएछ खै बुवाले आज के ल्याउनु भएछ त बुवाले आज मासु ल्याउनु भएछ मासु कुखुराको मासु नुन खुर्सानीको पिरो हो क्या त्यहाँ पानी पनि खेल्छन् यसले हामी खुर्सानीको पिरो छ You are waka. You come this space. म चाहिँ मासु हाल्न लागेको यो चाहिँ मासु गयो ल मासु गयो मासु चाहिँ रोस्ट भइसक्यो जस्तो छ अब स्वाद अनुसारको नुन अनि बेसार हालौँ अब मिक्स गरिदिउँ अब यसलाई स्टिम हुनलाई छोडिदिउँ है त एकछिन अनि त्यसपछि साग हाल्ने वाकरमा हिँडेर छिटो हिँड्ने भयो पो त्यहाँ छ अब ताप्के निकाल्यो सब बर्बाद गरेर केही छैन त्यो बच्चाले भाँडाहरू यता झारेको छ सानो नगर न यस्तो भोक लाग्यो तिमीलाई नि सेल्फी स्टिक छैन मेरो तरकारी पाक्दैछ खानामा सिक्की गएको छैन कपिराइट लगाउने नै मेरो नै छोरा हो यो छोरा हो कपिराइट लगाउँछ यसले म्युजिक ब्याकग्राउन्ड बोकेन रे मैले के गर्ने त के गर्ने सिँगै टमाटर हाल्ने अब साग हाल्ने मासुमा साग हाल्ने हो मजाले पकाउने हो अनि ढेँडो मिठो हुन्थ्यो के गर्नु अब भात खाने बच्चाले यहाँ किचकिच गरेर के गर्न दिएको हैन ओइ सिलौटाले खुट्टामा लाग्ला सिलौटाले खुट्टामा लाग्यो पनि छैन नि बच्चा माथिबाट मिठो अलिअलि छर्किने अनि छोपिदिने अब यसलाई पाक्न दिनुस् एकछिन गइरहेको तरकारी चाहिँ सक्यो भनेर
सिम्पल तरिकाले अब यसलाई अलिअलि रस हालेर उमाल्छौँ। तरकारी चाहिँ पाकिसक्यो, अब उचाल्ने। भेट्यो, तिमीलाई भेट्यो पक्कलाई चोर। अर्को ढोकाबाट आउँछस् नाङ्गे। कता गए? आची 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 आ भात दिन त्यसलाई। आऊ आऊ पाक्कल सुती खेलेको। कति हेर्नु हुने त्यो? कति हेर्नु हुने त्यो बच्चाले? हेर्नु बाजु थपेर गयो। तिम्रो नाइया त्यो आलु निकाल्दा तिम्रो माम खाने क्या? आउन बस्दैन।
ना आलू खाऊ र जाऊ आलू खाऊ जाऊ जाऊ न छोटो ना 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 ना
काकरले बाई बाई